Angko, kansa yang mana? देब्रे ले दे हो अनुस देब्रे हो खाइसके देवाले छे पक्रिँदैन नि बेन्सन सुब्रा गटोटा नि आमचा कान्छा र चौडा अनुस ले आमचा माइ लाउडा जुन नपया बेन्सन देवाले दि दियो कोले जिम सारो खोजिले जान खोजिले आमको क्षेत्रमा छ अन्तरे बेन्सन सुदर्शन दोकान थियो Steady ba? हजुर मैले आज आइपुग्यो यहाँ गरे स्प्रे ल्याउनु भएको छैन भाइ स्प्रे गर्नु अलिक धुप पनि बाल्दैन के गर्नुपर्छ कहिले पुरानो ल्याएको
अस्तिको दिन शनिबार शनिबार ए बेलुका होइन रोपनी त अब हजुर मर्ने भाग्य त कोही गयो अभाग्य त ढोक्दै बसौँ न अब के गर्नु पूर्वपट्टि टाउको पार्नु पर्ने थियो पूर्वपट्टि टाउको पार्नु यतै हो ए देब्रेहरूले देब्रेले 3 पल्ट हाल्नु बिर्सिरहन्छ नि त 98 वर्ष गएको हाम्रो कोपाको दाजु मेरो कोपालाई लानु सुजु अब दाजु है अब दाजु हुने मर्छ ठुलो भाइको ठुलो भाइको भन्नु यो त अब अनुमामा हाल्यो त अनुमामाले त्यो चाहिँ रहन्छ यस्तै कुरा चाहिँ तिमी जाऊ न तिमीहरू पनि अब नाता नातिनाहरू जाऊ न उठाना आइटा चोङले छा वार्निङे सिजनौ सलम लिसा हिता उठाना उठावानी छालावा भालावानी पनि लावा नउता निन्ने हुने यसो राईहरूलाई मरौले खिच्यो त्यसै कारण सितेरम जानुभयो हाम्रो कुसै पदम बहादुर पासा अनि उहाँहरूले बिन्ती गर्नुहुँदैछ कि आज हामीलाई आकाशले खिच्यो खाल्डाभित्र पस्यौँ हजुरहरू टाढो टाढोबाट वरिपरि छिमेकीहरू सबै आइदिनु भयो कि आज बितेर जाने पदम बहादुरलाई अन्तिम बिदा दिनुको लागि र त्यसमा के भन्नु चाहन्छौँ भनेर उहाँहरूले भने अन्तिम सिद्धि कार्य चाहिँ आगामी 30 तारिक शुक्रबारको दिन पर्ने रहेछ र हजुरहरू फेरि पनि हामीलाई दुःख पाएर आएर खाल्डाबाट हामीलाई निकालिदिनु हुन्छ भनेर भन्नुभयो त्यसमा त सबै है अब आलो पालो भन्छ अब हजुरहरू हुँदा हामी भने हामी हुँदा उहाँहरू भने अब यो कुरा त सबै सामाजिक कुरामा आउँछ र मिल्छ भने आज यहाँ हाम्रो अब बाङा है अब मेरो त बाङा भने अब आज यस्तै उसको तिरुपतिमा भावुनी छाप्दुनी भनेको चाहिँ भावीले यहाँसम्म चाहिँ लिखिदिएको थिएछ उहाँको उमेर भने आज उहाँ बितेर जानुभयो भने उहाँको आत्माले शान्ति पाओस् भने अब उसलाई चाहिँ हामी राईले चाहिँ कहाँ पठाउँछ भन्दाखेरि चाहिँ सेन्चुकली भन्छ हिमालको खेतमा पठाउँछ भने वासेप्ला खोक्ला टेन भन्ने त चाहिँ राईको आउँछ कुरा यसमा अब यहाँ त्यो उनी उठायो अब यहाँ त हामीहरूले मुदुमी हो नि त हामी त बोल्ने हो हाम्रो त केही पनि छैन दुईटा रक्सी राख्यो बोलिहाल्यो हो यस्तो कुरा सुन्नेमा एकै ठाउँ राख्नुहोस् ऊ चाहिँ आज चाहिँ के भएछ भने अब हाङछनुमा भने चाहिँ जिउँदो मान्छे है आज हिजोसम्म चाहिँ उहाँ पनि अब जिउँदो थियो आज उहाँ बितेर जानुभयो भने अब सुङ्निमा पारुवाङ भने चाहिँ अब हिमालको कुरा आएन
अब सुङ्नीमा पारुहाङ हिमालको उसमा जाँदा चाहिँ वासेप्ला कुङफोकलाई भन्छ यो चाहिँ अब भगवान्सँग त बस्नु सक्दैन नि त उसको मुनि जुन चाहिँ उनिउ छन् त्यहाँ चाहिँ उहाँहरूले बास पाउँछ भन्ने चाहिँ राईले विश्वास गरेर यो वासेप्ला कुङफोकलाई चाहिँ दिएको यहाँ मोटिया आमाले नानाले आमाले त्यहाँ छोरा मामा तिन खेपकोमा त्यो उनिउमा लाउनुपर्छ उनिउमा दिनु ल उनिउमा